पेरेमाले जस्तो संसद 2-4 जना हुनै पर्छ के संसद भवनभित्र, अनि बल्ल भुँडी फुराफुर हुन्छ तिनीहरूको, हो कि हैन? एकदम बोल्दाखेरि पनि एनर्जीको साथ, सायद मुखबाट जस्तो सुकै निस्कियोस् तर कन्फिडेन्सको साथ बोल्ने खालको संसदहरू 2-4 जना चाहिन्छ। पछिल्लो समय संसद भवनभित्र उनले लास्टमा जी लगाएर बोले जस्तो सुन्नेको छ, तर हो कि होइन ठ्याक्कै त अब त्यो शब्दको बारेमा उहाँलाई निन्दा होला पछि, होइन? अब संसदहरूले पनि अब कहाँ छोड्छन् र त्यसै अरू संसदहरूले पनि यस्तो शब्द प्रयोग गरिस् भनेर अब भन्लान्, तर पनि त्यसको अब उहाँले पनि त्यसको अब बयान दिनुपर्छ होला सायद, होइन? दिनै पर्छ, किनभने संसदको रेकर्डबाट बाहिरिसकेको छ। र जे होस्, महरको छोरा हुन्, एकदम कन्फिडेन्टको साथ जे बोल्छन् सत्य बोल्छन्। उहाँले भएको भ्रष्टाचारको बारेमा पनि राम्रोसँग बोलेका छन्, यही खुसीको कुरा हो। तर अलिकति जिब्रो चाहिँ चिफ्लेकै जस्तो सुनिन्छ। यसो 2-3 फेर सुनियो, सुन्दाखेरि पनि लास्टमा जी लगाएर बोले जस्तै सुन्नेको छ। जे होस्, अब त्यसको बारेमा छानबिन चाहिँ पक्कै होला। मान्छे चाहिँ झौकियो क्या पेरेमाले, मलाई चाहिँ मनपर्छ जे भयो।